साथीहरू, हजुरहरूको दिनको सुरुवात के कसरी हुन्छ? मेरो दिनको सुरुवात चाहिँ आफै सुतेको ओछ्यान मिलाएर हुन्छ साथीहरू। म आफू सुतेको ओछ्यान मिलाइसकेर बाहिर हिँड्दाखेरि चाहिँ बाहिर चाहिँ आज चाहिँ कत्रो ठुलो पानी परेको थियो नि त राति साथीहरू। अनि पानी नै पानी लाग्दैछ साथीहरू नुहाउनको लागि। नुहाएर फ्रेस भएर बाहिर आइसकेपछि चाहिँ अब म पुस्दैछु साथीहरू बरन्डा, किनभने पानीले बाछिटाले सबै चिप्लो भइसकेको थियो नि त। बरन्डा पुजिसकेपछि चाहिँ अब चाहिँ म लाग्छु आँगन सफा गर्नलाई। सबै फोहोर टाँसेको थियो अनि मैले चाहिँ आँगनलाई नबढारिकन आज चाहिँ पानीले धोइदिएँ साथीको काम त यस्तै त हो नि साथीहरू। ओछ्यान मिला बढार सबै मान्छेहरूले त्यस्तै त गर्ने हो नि। मेरो पनि दिन चाहिँ आजकल त्यसरी नै बित्दैछ साथीहरू। अनि हजुरहरूको दिन के गरेर कसरी बित्दैछ मलाई कमेन्ट गर्न पनि नबिर्सिनु होला भन्न चाहन्छु साथीहरू। सफा सबै मिलाएर सकिसकेपछि चाहिँ अब चाहिँ म जान्छु बिहानको पूजा गर्नलाई, फुल टिप्नलाई साथीहरू। मैले पूजाको लागि फुल टिपिदिन्छु अनि हाम्रो बुवाले चाहिँ गरिदिनुहुन्छ पूजा। छिमेकी दिदीले ल्याइदिनुहुन्छ यत्रो लामो लौका साथीहरू। म लौका देख्दा चाहिँ एकचोटि ढक भएको थियो नि त नि, त्यही भएर मैले लौकालाई साइडमा राखिदिन्छु साथीहरू। अनि म चाहिँ बिहानको आज चाहिँ पनिरको तरकारी बनाउन जाँदैछु। त्यसपछि आएर मैले चना र आलुलाई चाहिँ सिटी लाउन राखिदिन्छु साथीहरू। अनि म लाग्दैछु प्याज र टमाटर काट्नलाई। अनि मैले लसुन पनि ठिक्क पारिसकेको छु साथीहरू। अनि सबैलाई मिक्स गरिसकेपछि मैले अलिकति जिरा हाल्छु र जिरा टमाटर प्याज सबैलाई मिलाएर अब म जाँदैछु साथीहरू ग्राइन्डिङ गर्नलाई। ग्राइन्डिङ गरिसकेपछि चाहिँ अलि मैले बसाइदिँदैछु खाना। अनि खाना बसाइसकेपछि चाहिँ साथीहरू अब चाहिँ म खनाउँदैछु त्यो पेस्टलाई कचौरामा, किनभने त्यो पेस्टलाई मजाले मिक्स भएको छ कि छैन हेर्नु पनि पर्छ नि त अहिले पकाउने बेलामा। अनि त्यही भएर चाहिँ मैले त्यसलाई कचौरामा खनाइदिँदैछु साथीहरू। अनि म अब लाग्दैछु आलु म्यास गर्नलाई। आलुलाई चाहिँ म्यास नगरी कसरी पनिरमा पकाउने साथीहरू। अनि म चाहिँ तेल बसाएर त्यो आलु र मटर कोसाला हालेर पकाउँदैछु साथीहरू पनिर। अनि त्यो मजाले पेस्ट भइसकेपछि म हाल्छु पानी साथीहरू। अनि पानी हालिसकेपछि चाहिँ त्यो पानी चाहिँ मजाले उम्लिसकेपछि चाहिँ अब म लगाइदिन्छु अघि तारेर राखेको पनिर साथीहरू। अनि पनिरलाई लगाइदिइसकेपछि चाहिँ अब चाहिँ मेरो खतरा पनिरको तरकारी बनाएर रेडी हुन्छ। तपाईँहरूलाई पनिरको तरकारी मनपर्छ कि पर्दैन साथीहरू? अनि मलाई चाहिँ मनपर्छ र यसरी खाँदा एकदमै टेस्टी पनि हुन्छ साथीहरू। खाना रेडी भइसकेपछि चाहिँ म जान्छु साथीहरू आफ्नो पेट पूजा गर्नलाई। अनि पूजा चाहिँ गर्नु परिगयो होइन, त्यही खानाको लागि त काम गर्ने हो। अनि म चाहिँ फटाफट बसेर आफ्नो पेट पूजा गर्छु साथीहरू। अनि अब चाहिँ धन्दा सन्दा सकिसकेपछि चाहिँ म लाग्छु लिपपोत गरेर। के लिपपोत गर्न भन्नु भने आफ्नै अनुहार लिपपोत गर्न लाग्छ साथीहरू। आजलाई मेरो मिनी ब्लग यति नै साथीहरू। फेरि भेटौँला अर्को ब्लगमा। हस्त साथीहरू, धन्यवाद।